आज हामी खेल्नेछौँ 4 जना मिलेर फ्री किक च्यालेन्ज र 3-3 बलमा कसले कति गोल हान्छ ल हेरौँ है। फर्स्टमा हान्न लागेको छन् प्लेयर नम्बर 1 ले र पहिलो बल हानेर मैले सेभ गरिहाले र दोस्रो बल फेरि हान्दैछन् यिनले र दोस्रो बल पनि गाइज सेभ भइसकेको छ र अब तेस्रो पाली छ। तेस्रो पाली पनि सेभ र यिनी एलिमिनेटेड भइसकेको छन् र अब पाली रहेको छ प्लेयर नम्बर 2 को र प्लेयर नम्बर 2 ले बल हानेर सेभ। प्लेयर नम्बर 2 को दोस्रो प्रहार र दोस्रो प्रहारमा के यिनले गोल हान्छन् होला र यदि यो बल गोल भयो भने तपाईहरुले यो भिडियोलाई लाइक गरिदिनु होला र सेभ भयो भने चाहिँ सब्स्क्राइब। अब तपाईहरुले आफ्नो काम गर्नुपर्छ है। प्लेयर नम्बर 2 को लास्ट पाली र तिनले माथिबाट हानेर हाई हानेको छन् र अब पाली रहेको छ प्लेयर नम्बर 3 ले हल्का बल अगाडि बढाएर हानेको छन् र तिनको फर्स्ट बल र अब चाहिँ दोस्रो बल हान्न चालु गरिसकेको छन् र फेरि अगाडि लगाएर फेरि एक प्रहार तर मैले खुट्टाले रोकिदिइहाले। के यिनले लास्ट बलमा गोल हान्न सक्लान् र सेभ भइसकेको छ। अब पाली रहेको छ प्लेयर नम्बर 4 को पहिलो बलको पाली। 2 बल बाँकी छ। 2 बलमा पनि गोल हानेनन् भने यो च्यालेन्ज मैले जित्नेवाला छु र बल हानिसकेको छन् तर बल सेभ। अब लास्ट बल बाँकी रहेको छ। लास्ट बलमा प्लेयर नम्बर 4 ले गोल हान्ला नि त। यदि तपाईहरु पनि यस्तै च्यालेन्जहरु खेल्न चाहनुहुन्छ भने कमेन्टमा यस लेखिदिनु होला र मेरो यो न्यू अकाउन्टलाई फलो र सब्स्क्राइब पनि गरिदिनु होला। ल अब चाहिँ लास्ट बल हान्दै छन् र लास्ट बलमा देख्न सक्नुहुन्छ यस्तो मजाको शट हानेको छन् र फाइनली मैले सेभ गरिसकेको छु। आजको च्यालेन्ज सकिसकेको छ र यसमा विनर चाहिँ म भए। यस्तै च्यालेन्ज हेर्न चाहनुहुन्छ भने आइडीलाई फलो गर्नु होला र आजको लागि यति नै बाइ।